हामीले चाहिँ करुणा कलेक्सनबाट एनिभर्सरी गिफ्ट पाइसकेको छौँ होइन। यसमा के छ भनेर चाहिँ हामी अनबक्सिङ गर्छौँ। तिमी गर्ने कि म दुवै ल के छ भनेर होइन। एभ्री डे गिफ्ट पाइ मतलब एभ्री डे महिनामा कति गिफ्ट पाइरहेको हुन्छ नि त। अनि त्यही भएर के छ के हो यो कस्तो हाँसेको थियौँ है। यो चाहिँ साडी होइन कस्तो हाँसो लागेको के प्रभु हम क्या करे। साडी होइन। अनि त्यसपछि मेबी यो चाहिँ ज्वेलरी बक्स है। यहाँ चाहिँ अब श्रावणी स्पेसल भएको हुनाले चाहिँ अनि यो पठाइदिनु भएको हुनसक्छ। रोको न म खोल्दैछु के आरामले खोल्नुपर्छ। यो चाहिँ करुणाज कलेक्सन यहाँ कहाँ छ भने एनबिटिसीमा छ नि त। खोल्ने ल यो कस्तो हाल्नु लाग्यो।